Ian Gary was talking very nicely about him. He said, shut up. Shut up. He's the best fighter on the planet. Be nice, brother. I don't hear what I say, bro, because the crowd is go crazy there. Brother, sometimes maybe you don't like somebody, but when somebody give you respect, just at least be quiet. Don't say shut up. Bro, Come here. also it's not good when somebody talking and jump and say something, bro. Let me finish. Because He'd be proud of him. I'm still, Look at what he's done. still winning, you He'd know, be up. my all upon. Sorry, chap. Can I? And it's just next target. We will make my job. अनडिफिटेड फाइटर खाबिब र मुस्लिम फाइटर अथवा दगिस्तानी फाइटरहरूको एउटा पक्ष चाहिँ सधैँ मनपर्छ किनभनेपछि उनीले चाहिँ आफ्नो अपोनेन्टलाई कहिल्यै पनि नराम्रो ट्रास टकहरू गर्दैनन् होइन अपोनेन्टलाई रेस्पेक्ट गर्छन् यो मलाई एकदमै उनीहरूको राम्रो पक्ष जस्तो लाग्छ मलाई होइन र खाबिबले कहिल्यै पनि हुन्छ नि त आफ्नो अपोनेन्टलाई ट्रास टक गरेर हुन्छ नि त जे पाए त्यही बोलेर कहिल्यै पनि उनीहरूलाई चाहिँ नराम्रो बनाएका छैनन् उनीले रिङभित्र छिरिसकेपछि आफ्नो स्किल फाइटले गर्दा अनडिफिटेड यात्रा अहिलेसम्म नै रेकर्ड नै छ होइन तर हिजो भएको फेसअप राउन्डमा ग्यारी र इस्लाम माकाचेभको फेसअपमा चाहिँ ग्यारीले चाहिँ इस्लामको बारेमा राम्रो भन्दै गर्दा पनि इस्लामले चाहिँ सट अप भनिरहेका थिए यो कुरा चाहिँ खाबिबलाई मन परेन होइन किन यस्तो भन्यो बरु चाहिँ उसले तिम्रो राम्रो तारिफ गरिरहेछ राम्रो कुराहरू भनिरहेको छ भने तिमी चुप लागेर बस्न सक्थ्यौ किन उसलाई सट अप भन्यो त्यो भन्नु चाहिँ एकदमै नराम्रो हो भनेर चाहिँ खाबिबले चाहिँ इस्लामलाई चाहिँ यस्तो होइन ब्रो भनेर चाहिँ भनिरहेका छन् र इस्लामले पनि म चाहिँ जसरी पनि जित्छु उसलाई म फिनिस गर्छु भनेर चाहिँ आफू चाहिँ अब नेक्स्ट अर्को बाटो रोज्ने हो भनेर कुराहरू गरिरहेका छन् होइन यो मलाई खाबिबको एकदमै राम्रो पक्ष लाग्छ